लगानी, नाफा, पुँजीको सञ्चिति र पुनः लगानी, गतिशील, उत्साहित र अनुशासित निजी क्षेत्र, सुशासित, प्रगतिशील र व्यवसाय मैत्री शासन प्रशासन, आलोचनात्मक चेत, सकारात्मक दृष्टिकोण, सत्य जोख्ने, तथ्यको तराजु अनि सापेक्ष विश्लेषण, सरकार र निजी क्षेत्रलाई जोड्ने सेतु इकोनोमिक मिडिया। यही तथ्यलाई मध्यनजर गर्दै हामी सङ्गठित भयौं 2075 भदौ 10 गते। विकास, समृद्धि, सुशासन र समानताका पक्षमा निरन्तर पैरवी गर्ने इकोनोमिक मिडिया एउटै मञ्चमा। लगानी मैत्री सरकार अनि उत्तरदायी व्यवसायका लागि साझा चौतारी। इकोनोमिक मिडिया सोसाइटी नेपाल एमसा। इकोनोमिक मिडिया र 300 आर्थिक पत्रकारलाई रोजगारी। आर्थिक मिडिया भनेर आइरहेछ सशक्त रूपमा। यसले समग्र मुलुकको विकासमा पनि एउटा योगदान दिएको छ। निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणमा पनि आमूल परिवर्तन ल्याएको छ। हिजोको दिनमा निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण त्यति राम्रो थिएन। अहिले त्यसमा सुधार ल्याउने कुरामा आर्थिक मिडियाहरूको एउटा महत्त्वपूर्ण भूमिका छ। यसलाई अझै सशक्त बनाउनुपर्छ भन्ने सन्दर्भमा इम्सन भन्ने संस्था जन्मिएको हो। हामी ताली मात्रै बजाउँदैनौँ, फगत गाली मात्रै पनि गर्दैनौँ। हाम्रा लागि सत्य र झुटको निरपेक्ष परिभाषा छैन। हामी सत्यलाई तथ्यको तराजुमा जोख्छौँ र त हामी सबै घटनालाई सापेक्षतामा विश्लेषण गर्छौँ। राजनीतिक, आर्थिक स्वतन्त्रता सहित जिम्मेवार राज्य मार्फत सम्पत्तिको पुनर्वितरणको मान्यतामा हामी दृढ छौँ। नाफा कमाउनु अपराध होइन। यिनै व्यवसायको नाफाबाट राज्यले कर पाउँछ। त्यही करबाट कर्मचारीको तलब र विकासका काम हुन्छन्। व्यवसायीले नाफाबाट पुनः लगानी गर्छन् र त्यसले थप रोजगारी सृजना हुन्छ। अन्ततोगतवा समृद्ध देश, खुशी नागरिकको सपना पूरा हुन्छ। सामाजिक आर्थिक रूपान्तरणमा देशको समग्र विकासका लागि आवश्यक नीतिगत पैरवी, देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साको रूपमा रहे निजी क्षेत्रको त्यसमा भूमिका र निजी क्षेत्रलाई राज्यबाट प्राप्त हुनुपर्ने सहुलियत र सहयोगको विषयमा आर्थिक मिडियाहरूले आवाज उठाउँदै आइरहेका छन्। मिडिया आफै पनि निजी क्षेत्र भएकाले मिडिया आफैको सबलीकरण र जनशक्तिको उपलब्धतासहित बृहत आमूल सुधारलाई मुख्य उद्देश्य राखेर इम्सन अघि बढिरहेको छ। आम सञ्चार माध्यमलाई उद्योगको रूपमा स्थापित गर्ने सम्बन्धमा विभिन्न समयमा राज्यको तर्फबाट भएको प्रतिबद्धताको पूर्ण कार्यान्वयन र निजी क्षेत्रको तर्फबाट आर्थिक मिडिया सञ्चालनका लागि सहज वातावरण बनाइदिन इम्सन हार्दिक अपिल गर्दछ। निजी क्षेत्रलाई जोड्दै सुशासित राज्य संयन्त्र, अनुशासित निजी क्षेत्रको हित रक्षाका लागि आर्थिक सञ्चार माध्यमका लगानीकर्ताहरूको साझा चौतारी। हामी हौं इकोनोमिक मिडिया सोसाइटी नेपाल एमसा।